हेलो साथीहरु, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म साउने संक्रान्ति मनाउनु पर्यो भनेर लोकल कुखुरा किन्नलाई चाहिँ यहाँ कुखुरा फार्ममा आएको छु हैन। हेर्नुस् न, पानी परेर यस्तो बिजोग भइरहेछ, त्यही भएर म चाहिँ बसिरहेको छु भिडियो बनाउँदै। कुखुरा फार्म सँगै यता चाहिँ धान खेती पनि छ। धान पनि एकदमै हरियो भइसकेको छ अहिले हैन। यता हेर्नुस् त पानी परेर, अनि यहाँदेखि पारी खोला पारी चाहिँ भैँसीपाटी, अनि वारी चाहिँ ललितपुर धौलाइटी हैन। हामी चाहिँ यहाँनिर रमिता हेर्दै बसिरहेको छौँ पानी परेर हैन। अब के गर्ने त, पानी परिरहेछ अनि बसिरहेको छौँ। यता धान पनि हरियो भइसकेको छ। पारी खोला पारी चाहिँ भैँसीपाटी हैन, काम धमाधम चलिरहेको छ, खै के को। यता वारी चाहिँ ललितपुर धौलाइटी है साथीहरु। हेर्नुस् न, जाँगर भएपछि चाहिँ मान्छेले जता पनि गरेर खान सकिने रहेछ के। धान रोपेर है, कुखुरा पालेर। भन्दै आजलाई यति नै साथीहरु, बाई बाई।